मिठो भयो छोडेर लिन गयो नि तल। हे गाइज गुड मर्निङ। हामीहरू आज स्याङ्जा भ्लग लिएर आउँदैछौँ। आज हामी चाहिँ यो के अरे स्याङ्जाको देउराली नुवाकोट देउराली आएको छौँ। दिदीहरू अगाडि गइसक्नु भयो। दिदी अब हामीले सबै देखाउँछौँ। भन्नु ल दर्शन दिजु। ल हामी दिदीको गाउँमा आइसक्यौँ है। हाम्रो लागि टिकाले स्वागत गर्न बस्नु भएको छ। यस्तो रमाइलो ठाउँ छ यहाँ। ल छिटो छिटो स्टोरेज फुल हुन्छ। छिटो छिटो गर ल ल यो अलग अलग रहेछन् के हामी मन्दिरमा पुग्यौँ। हामी तल मन्दिरमा अनि त्यसपछि माथि जान्छौँ। अब माथि हजुर हस्। अब यहाँबाट माथि जाने हिँड्दै 10 मिनट हिँडेर माथि पुग्छ। कस्तो राम्रो बाटो यहाँ देउराली डाँडाबाट माथि भैरवथान जानको लागि। यतातिरको त नेचुरल हावै कस्तो राम्रो हुन्छ कि। दिदीहरूले कसैको कुरा गर्नु भएन, यसले भिडियो बनाइहाल्छ भन्नुहुन्छ। त्यही भएर मैले भिडियो फोन माथि खडा गरेको रहेछु। यो बाटो यति छ, अझै 10 मिनट भन्दा 20 मिनट लाग्दो रहेछ। अन्जितले फेरि सामान छोडेर लिन गयो नि तल। टिकटक बनाउने चक्करमा सबै सामानहरू छुट्यो कि। दुईटीलाई हाँस्दा ठिक्क छ। हामी गर्मी भए पनि जे भए पनि जसो तसो हामी भैरव मन्दिरमा आइपुग्यौँ। नमस्ते भगवान्, सबैजनाको रक्षा गर्नु। हामी लगायत हाम्रो यो भिडियो हेरेर बस्नुहुने सबैजनाको लागि पनि रक्षा गर्नुहोस्। ल आजको भ्लगमा देखिने मान्छेहरू यता हेर्नुहोस् है त। ल के बोल्नु छ भगवान्, हामी तपाईँको शरणमा आइसक्यौँ। हामीलाई रक्षा गर्नुहोस् र हामी सँगसँगै हाम्रो यो भिडियो हेरेर बस्नु सबैजनाको रक्षा गर्नुहोस्। हामी चाहिँ अब हाम्रो फुपूको घर स्याङ्जा दरबार हरेक कुरा पुरा हुन्छ, मनोकामना सबै पुरा हुन्छ। ल फाइनली हामीले पूजा गरेर पनि भ्याइसक्यौँ। तपाईँहरूले पनि दर्शन गर्नुहोस्, यहाँबाट दर्शन गर्नुहोस्। हामीले भर्खरै बत्ती बालेर पूजा गरेर भ्याएर मनमा शान्ति आएको छ, आनन्द आएको छ। अब हामी चाहिँ अब एकछिन टिकटक भिडियो बनाउँछौँ अनि हामी तल जान्छौँ। यता दिदीहरूको चाहिँ टिकटक बन्दैछ। यता हामी बाटोमा आएर भोक लागेर खाँदैछौँ है। हजुर मिठो भयो अब यही खाएर जान्छौँ हल्का हल्का, अनि तल गएर खान्छौँ। यो हाम्रो अन्जु दिदीको मामा घर रे, अनि हाम्रो मामा घरको नि बनाइदेऊ न प्लिज भनेको भएर चाहिँ हामीले बनाइदिएको हो। अब हामी यहाँबाट फर्किसक्यौँ।